वेलकम टु माई कुकिङ भिडियो। त्यस्तो प्रोफेसनल त होइन, त्यही पनि हजुरहरूसँग सेयर गर्नु मन लाग्यो। आज म बनाउँदैछु फर्सी र सुकुटी। अनि मैले सबै काटेर रेडी गरिसकेको थिएँ। अनि कराई बसाएँ, अनि त्यसमा हालेँ तेल एकछिन तातेपछि सुकुटी हालेँ, अनि एकछिन फ्राई गरेँ। मलाई चाहिँ अस्तिदेखि सुकुटी र फर्सी खानु मन लाग्यो त क्या, फेरि मलाई चाहिँ लतक्क मनपर्छ नि त। अनि बेसार हालेँ, चलाएँ, अनि पालो आउँछ नुन हालेँ, अनि त्यस पछाडि फेरि चलाएँ, अनि एकछिन भुटेँ। अनि हल्का रातो भएपछि एकछिन यतिको रातो भएपछि प्याज हालेँ, अघि काटेर राखेको प्याज हालेँ। अनि त्यस पछाडि प्याज हालेर पनि चलाएँ एकछिन। अनि मैले यता चाहिँ टमाटर काटेर रेडी गरेको थिएँ क्या, टमाटर अनि पिनेको मसला पनि रेडी गरेको थिएँ, किनभने नानीले दिँदैन नि त। अनि यस्तो थियो वेदर चाहिँ। अनि मेरो छोरा चाहिँ यहाँ घुम्दै थियो, अनि यत्तिकैमा अदुवा लसुनको पेस्ट हाल्ने बेला भयो। अनि मैले पेस्ट राखेर पनि मजाले भुटेँ, किनभने अदुवा लसुनको पेस्ट मजाले पाकेन भने फेरि अदुवा लसुन नै गनाउँछ नि त। त्यस पछाडि एकछिन फ्राई भएपछि पालो आयो फर्सीको। अनि मैले फर्सी पनि राखेँ। फेरि भन्नु होला दुईजनाको लागि कति धेरै सब्जी भनेर, मैले चाहिँ मम्मीहरूको लागि पनि बनाएको थिएँ क्या। अनि त्यही भएर यति धेरै हो, छक्क नपर्नु होला, सबैको लागि हो। अनि चलाएँ मैले एकछिन, त्यस पछाडि छोपेँ। लतक्क मनपर्छ नि त मलाई। अनि मेरो छोरा चाहिँ यहाँ बल खेलेको हेर्दै थियो उसको दादाहरू। अनि फेरि म चाहिँ चलाउँदै थिएँ कतिको पाक्यो फर्सी भनेर। अनि पाकेकै थिएन, त्यही भएर छोप्दै पकाउँदै गरेँ क्या मैले चाहिँ। अनि एकछिन चलाएर फेरि छोपेँ। अनि त्यस पछाडि फेरि एकछिन नानी हेरेँ, अनि फेरि हेरेँ कतिको पाएको फर्सी भनेर। अनि अलिक पाकेछ, अनि म चाहिँ यहाँ टमाटर लाउनुको लागि ठाउँ बनाउँदैछु। हजुरहरू कति को यस्तो गर्नुहुन्छ है। अनि यस्तो गरेर अनि तरकारीले छोपेपछि चाहिँ मजाले लतक्क पाक्छ नि त टमाटर पनि। अनि एकछिन छोपेँ मैले टमाटरलाई सब्जीले, अनि सब्जीलाई नि छोपेँ। अनि मेरो छोरा चाहिँ हेर्दै थियो क्या, मैले छोपेको तरकारी चलाएको हेर्दै थियो। अनि त्यसरी फेरि खोलेँ मैले टमाटर कतिको पाक्यो भनेर। बट छिटो चलाएछु मैले, टमाटर त्यति मजाले पाकेको थिएन। अनि फेरि एकछिन चलाएँ मजाले टमाटरलाई पनि पाकोस् भनेर, पन्युले नै कुच्याउँदैछु म चाहिँ। अनि लतक्क होस् भनेर। अनि बुढालाई चाहिँ मैले 100 रुपियाँ दिएर दही ल्याउनु भने, किनभने दहीसँग खानु मन थियो नि त मलाई। अनि मेरो बुढा चाहिँ यतिकैमा दही पनि लिएर आउनुभयो। अनि त्यस पछाडि मेरो तरकारी पनि पाक्यो। अनि खाना खाने भनेको ठिक्क यतिखेर थुक्पाको अर्डर आयो। अनि त्यस पछाडि हामी अर्डर बनाउनेतिर लाग्यौँ। चिकन थुक्पाको अर्डर थियो। अनि चिकन फ्राई हुँदैछ, मैले थुक्पाहरू रेडी गरिसकेको थिएँ। अब सुप हाल्नु र चिकन हाल्नु मात्र बाँकी थियो। अनि थुक्पा